अनि सुभाष आजभोलि केमा व्यस्त त? कलेज पनि त्यति आउँदैनस् त? होइन सुभाष, के बिहा गरिस्? यसले पनि के बे गर्ला र? एउटा पछि लागेर हत्या गरेको थिए। यसले बालाइदिन बिचरी रुँदै रुँदै गाउँतिरै फर्किन्छ। होइन, को रहेछ त्यो? होइन, जे पाए त्यही नभन न साथी हो। कतिलाई केटी नपाएर टेन्सन, कतिले केटीलाई बालै नदिने यार। त्यही त, एउटा चिटिक्क परेको केटी पाए त क्याम्पसमा टाइम पास त हुन्थ्यो। जोक्स नगर्नु न यार। होइन सुभाष, रिसर्चको लागि पोखरा कहिले जाने नि? म भोलि जाँदैछु, अहिले हतारमा छु। फर्केपछि फेरि भेटौँला नि है साथी। ल ल ल। पोखरा त जान लागिस्, चिन जानेको कोही पनि छैन, आफ्नो ख्याल राखिस्। होइन आमा, किन पिर गर्नुहुन्छ हजुरले? अब गाउँ गएपछि एक न एक चिनिहाल्छु नि। होइन, पोखरा कुन ठाउँ जान लागेको सुभाष? खै बुवा, गुफा लाचोक घाचोकतिर पर्छ रे। ए, घाचोकतिर हो? हजुर बुवा। ए, पहिले भन्नु पर्दैन त? घाचोकमा त मेरै साथीको घर छ त। ए हो र बुवा? हो त, घाचोकमा गएर बिरबाडीको घर सोध्दै जानु। तपाईँले पनि फोन गरेर भनिदिनु न साथीलाई। फोन गर्नु पर्दैन, त्यहाँ गएपछि फरकै पर्दैन। चिन्ता नगर्नुहोस् न आमा, म त्यहाँ गएपछि आफ्नो व्यवस्था गरिहाल्छु नि। कति राम्रो सुन्दर प्रकृति। गाउँ त यही होला जस्तो छ, तर कहाँबाट जाने होला? यहीबाट जानु पर्यो, जहाँ पुगिन्छ पुगिन्छ। माइली मङ्सिरमा तेरो बिहे त पक्का भयो। यो मनमायाको लगन चाहिँ कहिले जुल्ला है? भब बढी नजिस्का, यहाँ आफूलाई कति बढी टेन्सन छ। कतिलाई केटा नपाएर टेन्सन, कतिलाई बिहे गर्नेको टेन्सन। के को टेन्सन गरिराखेको होला है? चुप्लाक, जे पाए त्यही भन्छस्। ए हेर त, त्यो मान्छे त यता पो आउँदैछ। ए यसो हेर्दा त सहरबाट आ जस्तो छ नि मनमाया। ए माइली, यसलाई त पासो लगाउनु पर्छ है। के को पासो मनमाया? मायाको? के को मायाको नि? कालिजको। छिटो नाम ननिकाल। ओहो, कस्तो दशा लागेछ भने बाटोमा बिचारा मान्छे त हिरै हो नि, मान्छे भन्दा ब्याग चाहिँ हो के। कस्ता खालका केटीहरू रहेछन्। तिमी
सँगै जिउने मर्ने चाहना छ मेरो। हेलो भाइ, सुन्नुहोस् न। हँ? यहाँ वीरबहादुरको घर कहाँ होला? वीरबहादुरको घर त यही माथि हो। फेरि बुढाले के उल्का गरेछ र खोज्नु आउनु भा? त्यस्तो केही पनि होइन, उहाँको घरसम्म पुग्नु पर्ने थियो। ए उहाँ त मेरो साख्यै ठुलो बा हो, म पुऱ्याइदिन्छु नि त। थ्याङ्क यू भाइ। ए वेलकम वेलकम। हिँड्नुहोस् न, झोला चाहिँ म बोक्छु। होइन, म आफै बोक्छु। होइन थाक्नु बाला म बोक्छु। होइन, पर्दैन। होइन पाहुनालाई के को अब। हिँड्नुहोस्, बाटो यतै हो। हजुर चाहिँ अलिक कहाँबाट आउनुभएको नि? काठमाडौँबाट आएको भाइ। ए काठमाडौँ त ठुलो सहर छ अरे, मलाई पनि त घुम्न जान मन लागेको थियो। ए काठमाडौँबाट तपाईँ त सहरको मान्छे है, यहाँ त बहुत रमाइलो होला। अनि उल्केजी बिहे गरेको छ कि छैन त? मैले त गरेको छैन। अनि सरले नि? मैले पनि गरेको छैन। ए मैले बिहे छ, आधी चाहिँ गरे, आधी चाहिँ गरेको छैन। अब पुरै गर्ने विचार छ। ए अब ठ्याक्कै पुरा गर्नलाई चाहिँ 2 दिन र आधी दिन बाँकी छ। ए यदि तपाईँले अगाडि बिहा गर्नुभयो भने कसरी गर्नुपर्छ तपाईँले मलाई सिकाउनु पर्छ है त। कति टाढा छ? अब त्यति धेरै टाढा छैन, नै लाग्यो। यही माथितिर हो। ए यतातिर हो? यस्तो गएर उस्तो, उस्तो गएर यतातिर। ए नमस्ते ठुल्बुवा, दाम्लो बाँड्दै हुनुहुन्छ? हो बाबु, केही काम परेर आएछ कि? ए उहाँ सरले तपाईँको घर सोधिरहनु भएको थियो, अनि यसो बाटो देखाउनु यहाँसम्म ल्याइदिया। ए उहाँहरू नै हो? नमस्ते बुवा। नमस्ते बाबु। नमस्ते आमा। नमस्ते बाबु। बाबुलाई त चिनिन नि? हजुर, म पाटी खोला गुफा रिसर्चको लागि आएको लेफ्टेन्ट मानबहादुरको छोरा। ए म त चिन्नै नसकेको, कति ठुलो भएछन्। आउनुहोस् बाबु, बस्नुहोस्। आउनुहोस् सर। अनि बाबु बुवामा त सन्चै हुनुहुन्छ कि अरे? हजुर सन्चै हुनुहुन्छ बुवा। अनि हजुरहरू सन्चै हुनुहुन्छ? हजुर बाबु, सन्चै छु। बाबु बाटोमा त राम्रोसँग आउनु भयो होला फेरि? हजुर आमा, राम्रै आएँ। होइन, यो मान्छे कहाँबाट मुटिछ फेरि यहाँ? ला बर्बाद हो नि। तिमी? होइन, तिमीहरूको चिन्जान पहिलेदेखि छ कि क्या हो? छैन छैन बुवा, कहाँ हुनु? नमस्ते। नमस्ते। कुरै कुरैमा भुलिएछ। ए छोरी, बाबुले दुध ल्याइदे त। ठुल्बा, बाउलाई मात्रै, मलाई चाहिँ छैन। तँलाई पनि आउँछ? अनि बाबु, पाथीकोला रिसर्चको लागि आउनु भएको? हजुर बुवा।
हाम्रो सरको चाहिँ ठुलो पर्यो, मलाई चाहिँ सानो। ठिकै छ। छोरी, हजुर बुवा। आजदेखि घरको कामकाज हामी आफै गर्छौँ। तिमी बाबुलाई रिसर्चको लागि कहाँ कहाँ घुमाउनु लैजानु पर्ने लैजाउन त ल। बुवा मैले छोरी बाबाले भनेपछि खुरुक्क मान्न। हस् हिँड्नु न त जाम। हस् बुवा, हामी लाग्यौँ। हुन्छ बाबु, बेलैमा घर फर्किनु होला। हुन्छ बुवा। ओहो, कस्तो रमाइलो ठाउँ रहेछ है मनमाया। तपाईँलाई नि राम्रो लाग्यो र? यो ठाउँलाई तातो पानी भनिन्छ। ए, तातो पानी भन्ने यही हो? हजुर हजुर, तातो पानी भन्ने ठाउँ यही हो। होइन है झाउकरी मौसीले, पर्खन हो कति दौडेको। होइन, खानै खाँचेन कि के हो? हिँड्न पनि नसक्ने? आम्मा मामा, माउसुलीको रिसै कडै हो। नजिसको भए नुङ्गीको बास। फेरि अगाडि गएर पासो लगाउने विचार छ क्या माउसुली? ओहो, बाफ रे बाफ, यो माउसुलीको मुस्कान चाहिँ राम्रो हो के? चुप लाग है, खुरो हिँड। अहिले फेरि फर्किने बेर हुन्छ। पाटीखोला गुफा। ए, यही हो पाटीखोला गुफा? हजुर। जाउँ न त भित्रसम्म। हिँड्नु न। मनमाया, कति राम्रो रहेछ है यो पाटीखोला गुफा। प्रकृतिको बनावट न हो, आफै बनाएर आएपछि राम्रो भइहाल्छ नि। यो गुफाभित्र पक्कै केही न केही छ होला है? छ नि सुभाष, घुम्दै जाऊ थाहा पाइहाल्छौ नि। मैले सुनेको त यो गुफाभित्र गाईको थुन, भगवान शिवको मूर्ति र चमेराको ढुङ्गाको मूर्ति छ र त। ए, अरू के मनमाया? मलाई थाहा भएको कुरा चाहिँ यति नै हो। अरू बाँकी कुरा चाहिँ माथि हाम्रै गाउँमा गएर बाबुबाजेहरूसँग सोधौँला नि। ए, हुन्छ।
अनि सुभाष सुन न, यति मात्रै हो र? यो ठाउँमा त वर्षको एकचोटि ठुलो मेला लाग्छ नि। ए हो र? मेला लाग्दाखेरि मलाई पनि खबर गर्नु न, भइहाल्छ म नि। पनि आउँछु नि। हुन्छ, पक्कै आउनु है। अनि अरू साथीहरूलाई नि भन्नु नि। ए ल ल, साथीहरू पनि लिएर आउँछु नि। ए सुभाष सर नमस्ते। नमस्ते नमस्ते। नमस्ते। तपाईँ यहाँ हो? हजुर म यता छु, आउनुहोस् न, खाजा खाएर जाउँ न। जाउँ न मनमाया, खाजा खाएर जाउँला। हो म त खाँदिनँ, तिमी खाएर आऊ न है, मेरो त घरमा काम छ, म जान्छु। जाऊ न जाऊ मनमाया, खाजा खाएर सँगै जाउँला नि। बो तिमी खाएर आऊ न, हुँदैन? त्यसो भए म पनि खान्न। ओ सर तपाईँ त आउनुहोस् न, गाउँका केटीहरू यस्तै हुन्छन्, घर बाहेक बाहिर खाजा खाँदैनन्। ल मनमाया जाऊ जाऊ, सरलाई म लिएर आउँछु। ल ल म गएँ, छिटो लिएर आउनु ल। सर तिरिक लिनुहोस् है, तिरिक तिरिक। भो म लिँदैन, तपाईँ लिनुहोस् न। लिनुहोस् न लिनुहोस् सर, यो शुद्ध कोदोबाट बनेको प्योर तिनपाने हो के, थोरै लिनुहोस् न। भो उल्केजी तपाईँ लिनुहोस् न। नखानेलाई यो तिरिकेलले पनि कर लाउँदैन के। ल खाजा खानुहोस्। ल हुन्छ। ल माछे एक प्याक वहाँ त हम। ए मा चिकन फ्राई कसलाई मुख छोडेको? ए सोडा बोल्नु रे, खालस फेरि। इ लामो खान्छ, खेल्छस् भने सिंगल सिंगल आइज। ओए माछे रन्डी तर बडी उल्केजी नहोला। लफडा गर्नुहुन्न, हिँड्नुहोस् जाउँ। क्या बवाल गराउँछ केटाहरू, टेन्सन गराउँछ क्या। बस केटाहरू, नो टेन्सन। सुभाष सर हजुर। तपाईँले नल्याएको भए यी ट्र्यापीहरूले मेरो हातबाट मजाले खान्छ। एउटा खुट्टाले डिस्या, अर्को खुट्टाले डिस्या। आइया होइन, यो सुभाषले पुगेपछि त फोन त गर्नुपर्ने। त्यही त पुग्यो कि पुगेन कुन्नी। पुग्न त पुग्यो होला, रिसर्चमै व्यस्त होला नि। जतिसुकै व्यस्त भए नि सम्झिनु त पर्छ नि। साथीकोमै होला नि। बस्न त साथीकोमै बस्यौ कि कता बस्यौ कुन्नी? बाहिरतिर बस्ने बानी नै छैन, साथीकोमै बस्यो होला नि। तपाईँकै साथीकोमा बसे त राम्रै भयो। नपुगे पनि के भयो, खर्च लगेकै छ के अरे। पाती खोला खुपा तपाईँकै साथीको गाउँ हो र? साथीकै गाउँमा हो। सहरमा बस्यो भने त्यो गाउँमै पुग्नुपर्छ। खै कहाँ गयो, कहाँ बस्यो, के खाँदै होला? लाउनु बाबु खाना। ए हुन्छ आमा। ल छोरी त पनि खा। मनमाया चम्चा ल्याउ त। हा चम्चा बिचारा सहरमा बसेको मान्छे ढेँडो खान जान्न हुन्न होला, भात पकाइदिए हुन्थ्यो नि छोरी। होइन हुन्छ बुवा। हेर्नुहोस् माछा, ढिँडोलाई यसरी गर्नु पार्ने, यसो चोपेर चट्टा लाएर ला गर्नुहोस् त, यसरी खाने। तातो भयो बिचारा। बुझुङ्ग्री तिम्रो त हाँसो भन्दा दाँत चाहिँ राम्रो के? होइन के उल्के, मेरो दाँत मात्रै राम्रो, अरू चाहिँ केही राम्रो छैन। अब अरू राम्रो त होला, देख्नै पाइँदैन र पो त। के देखाउनु पर्यो उल्के, भन न मात्रै, म देखाइदिइहाल्छु नि। पहिले तिमी र म बिहे गरौँ, त्यसपछि बल्ल देखाउनु, अनि म क्या खुसी भएर हेर्छु के। नाइ के, म अहिले देखाउँछु नि, मलाई कस्तो देखाउनु मन लागिरहेछ। अहिले देखाउनु हुन्न के, ठुलो
पाप लाग्छ अहिले देखाए भने त नाइ के अहिले देखाउँछु हैन नि बिहेपछि मात्र नाइ के अहिले देखाउँछु हैन 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 नाइ के अहिले देखाउँछु हैन 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 पख न पख म देखाउँछु के पख भनेको पख म देखाउँछु के पख मनमाया तिमीले भगवानसँग के वर माग्यौ? आफ्नै मनलाई सोध्न पर्छ। अनि सुभाष तिमीले के माग्यौ? अर्को जन्ममा यस्तै सुन्दर गाउँमा जन्म नपाइयोस् अनि तिमी जस्तै म जस्तै हो मनमाया, तिमी जस्तै शालीन व्यवहारिक मेरो जीवन साथी बनोस्। भोबो फुर्काउनु पर्दैन। तिमीले त भनेनौ त। मैले पनि तिम्रो रिसर्च सफल होस् र तिमीले चाहेको पुगोस्। मेरै बारेमा? हो सुभाष, मेरो भन्दा तिम्रै खुसी होस्, सफलता हात परोस्। भगवानसँग दिलैदेखि यही छ मेरो प्रार्थना। ओइ म्याच झारपात, अस्ति त भट्टीमा निकै बवाल गरिस् नि होइन? अहिले चाहिँ कता हिँडेको रोजेको स्याल जस्तो भएर? मैले केही नै भनेको थिएँ र मलाई त केही पनि थाहा छैन। ओ सोल्डा, अस्ति 3 महिने भट्टीमा बवाल गरेको होइन? विषय क्या? अम्माको पै यार, अझसम्म मेरो पारो तातिरहेछ। यसको पत्ता फर्काइदिन्छु क्या हो? जोडी त आयो नि। दाइ सुन्नुस् न। ओइ त नबोल, तसँग म कुनै सवाल जवाब गरेको छैन। हैन, तिमीले भन्न खोजेको चाहिँ के बोले? के भने नकचरी? मलाई मन परेको मान्छे अर्कैसँग टाँसेर हिँडेको मलाई मन पर्दैन। हैन, म सुभाषसँग जे गरे हिँडे पनि तिमीलाई के को चासो? सुन्नुस् न दाइ, हामीले त्यस्तो नराम्रो केही गरेर हिँडेका त छैनौ। मर्ने बेलामा कमिलाको पोक उम्रिन्छ भन्छन्। हेर्दै जा, राम्रो नराम्रो देखिहाल्छ नि। यस्तोसँग के मुख लाउने? हिँडेर जाऊ। होइन, हिजो अस्ति त चाँडै घर फर्किन्थे, आज किन ढिलो गरेछन्? आउँदै होला नि त।
ए छोरी आज टाढै घुम्न लगेको थिइस् के क्या हो? बुवा टाढै पुग्यो आउँदा फेरि बेर भइहाल्यो। ल ल भोक लाग्यो होला भित्र गएर खाजा खाऊ। अनि बुवाआमा तपाईँहरूले खाजा खानुभयो त? तिमीहरूले पर्खेका थियौ, तिमीहरू आउनु ढिलो गर्यौ, हामी त खाइसक्यौँ त। बुवा अलि बेर भयो। अनि उल्केजी के छ त हाल खबर? ठिकै भन्नु पर्यो सुभाष सर। अनि ट्रिक त चल्दै होला नि सुई सुई? होइन, थोरै थोरै चल्दैछ, तर बिस्तारै त्यसलाई पनि च्वाट पार्दैछु। होइन किन उल्केजी? त्यही ट्रिकले गर्दा अस्ति ट्यापे मुन्द्रेहरूको ग्रुपले झन्डै ढाड सेकाइनन्। अझ खाइरहने भने त्यो ट्रिक एक दिन तिनीहरूले यमलोक पुर्याउला भन्ने डरले अब चट गर्ने विचार लिएको। त्यही त उल्केजी, रक्सी भनेको आफूले सक्ने गरी खानुपर्छ। रक्सीले आफूलाई खाने गरी कहिले खानुहुन्न। हुन त हो सुभाष सर, छोडो भनेको भर्सक, तर के गर्ने, हाम्रो मगरको संस्कारमा जसको घर पुगे पनि ठ्वाक ठ्वाक त्यही तिरिक अगाडि आइपुग्छ अनि खानै पर्यो। त्यो त हो उल्केजी, आत्मैदेखि संस्कारलाई ग्रहण त गर्नुपर्छ, तर आफन्त साथीभाइ टुट्ने गरी सेवन त गर्न भएन नि उल्केजी। ओ सुभाष सर, कुरा त सोरै आना सही हो। हामी आफ्नो संस्कार भन्दै अति नै धेरै पिउँदैछौँ। यसले हाम्रो भावी पुस्तालाई केही असर गर्छ कि भनेर चिन्ता पनि लागिरहेछ। हो उल्केजी, संस्कार आफ्नो ठाउँमा छ, तर हामीले सही रूपमा प्रयोग गर्नु पर्यो। हुन त हो सुभाष सर, अब यो ट्रिक्सलाई चट्ट छोडेर यसो माया प्रेमतिर लाग्नु पर्ला जस्तो छ। ए हो र, राम्रै होला है तपाईँको प्रेम। अब यो उल्के त्यतिकै पनि राम्रो छ। अब मेरी प्रिय पनि नराम्रो हुने त कुरै छैन नि, होइन र सुभाष सर? सुभाष सर, ला मलाई त बुजुर्गीको साह्रै याद आयो। म चाहिँ यसो घुम्न जान्छु, तपाईँ चाहिँ यसो घुमेर आउनुहोस् है। ल ल है ल ल। तिमीसँग जिउने मर्ने चाहना छ मेरो। के छ बुजुङ्ग्री तिम्रो हालखबर? मेरो हालखबर त कति राम्रो छ, तिम्रो चाहिँ हालखबर के छ नि उल्कु? मेरो पनि राम्रै छ। म तिमीलाई एउटा कुरा सोध्छु बुजुङ्ग्री, नडाटी बन ल। मैले कहिले मेरो उल्कीलाई ढाँटेको छु र? त्यो त छैन। के कुरा हो भन न उल्के। तिमीले मलाई कति माया गर्छौ? कति धेरै गर्छु, कति धेरै। तो डाँडा गरे जलबिरेको छोरा कुपिण्डेला भन्दा धेरै। त्यो जलबिरेको छोरा कुपिण्डेसँग होइन, तिमीले त्यो कुपिण्डेसँग लसपस पनि गर्यौ कि क्या हो? चेप्पाए त्यही नभन के उल्के, त्यत्तिकै शङ्का गर्नुहुन्न। बिचरा कुपिण्डे हिजो मेरो घरमा आएको थियो। त्यो गधा तिम्रो घरसम्म आयो अनि के गर्यो? मलाई त कहाँ कहाँ झामेनी पाइ उल्के, मलाई त कस्तो काउकुती लायो। त्योसम्म गर्न भ्यायो त्यो साला कुपिण्डेले? गर्न त भ्याएन के उल्के, जे पाए त्यही नभन न। अनि के गर्यो त्यो डाकाले? मलाई त लभ यु भुजुङ्डी भन्यो, अनि मैले पनि लभ यु भन्दे। भनेपछि तिमीले मलाई माया गर्दैनौ, त्यही कुपिण्डेलाई गर। त्यो कुपिण्डेलाई भन्दा धेरै माया गर्छु के उल्के, धरो धर्म सत्य कसम। मनमाया, खै किन म तिमी बिना बाँच्न सक्दिनँ जस्तो लाग्छ। जस्तो तिमीलाई भएको छ त्यस्तै मलाई पनि भएको छ, तर के गर्नु, यी सब सपना न हो। के सपना के विपना मनमाया, किन यति धेरै तिम्रो माया लाग्छ? तिमीसँग हुँदा छिट्टै समय नगए हुन्थ्यो जस्तो लाग्छ। त्यही त सुभाष, खै के हुने रहेछ र, समयले भेट भयो। मलाई पनि त तिम्रो माया मनैदेखि लाग्छ। मनमाया, माया गर्छु भनेर नहुँदो रहेछ, माया त आत्मादेखि नै हुँदो रहेछ। हो त है सुभाष, माया त माया नै रहेछ। मनमाया, हाम्रो माया कोपिलाबाट फुलसरी फुलाउनु पर्छ ल। हुन्छ सुभाष। त्यो 2 पैसाको नखैचरी मनमायाले निदाको अजिकलाई बिउजायो।
मैले आजको दिनसम्म त्यसको पैसा पर्खेर बसेँ। अब त्यसको अस्मिता लुटेर भए पनि मेरै बनाएर छोड्छु। हिँड्के ल जाऊ। सर हाम्रो गाउँठाउँ तपाईँलाई कस्तो लाग्यो नि? एकदम राम्रो लाग्यो उल्केजी। यहाँको प्राकृतिक सौन्दर्यताले मन नछुने त कमैको होला। त्यो त हो सुभाष सर, मलाई पनि मेरै गाउँ माछापुच्छ्रे नै मनपर्छ। अब आफू जन्मेको ठाउँ मन नपर्ने त कुरै हुँदैन नि उल्केजी। यसैमा त यो गाउँ राम्रो छ, त्यसमाथि यहाँको संस्कार झन् रमाइलो। ए भनेपछि सुभाष सरलाई हाम्रो गाउँ ठाउँ मन पर्यो? यहाँ म मात्रै होइन, जो कोही पाहुना आए पनि खुसी भएरै फर्कन्छ। तर यहाँ एक चिजको खाँचो छ। होइन सुभाष सर, के को खाँचो छ? यो ठाउँ माछापुच्छ्रे फेदैमा रहेको गाउँ आफैमा प्राकृतिक सौन्दर्यता छ। त्यो त हो। यसमा पनि पाहुनालाई सत्कार गर्ने गाउँले दाजुभाइ दिदीबहिनीहरूको शैली मन पर्यो। अझै पाहुनालाई आफ्नै घरमा राख्ने होमस्टे भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो। कुरा त सोरै आना ठिक हो सुभाष सर, तर यो गाउँमा मै खाऊ मै लाऊ भने एक दुईजना पापी स्वार्थीहरू पनि छन् के? समाजमा भइहाल्छ नि उल्केजी, घरभित्र त हुन्छन्, तिनीहरूलाई बिस्तारै सम्झाइ बुझाइ समाजको निर्णय अनुसार चल्ने गराउनुपर्छ। खै सम्झाएर बुझाएर तिनीहरूको घाइटोमा कहिले घाम लागोस्, अरूलाई ठग्ने एक्लै खाने तिनीहरूको मुखमा किरै परोस्। यसरी साह्रै भनेर त भएन नि उल्केजी, पाप धुरीबाटै कराउँछ। जसले समाजको कुरै सुन्दैन त्यसले मलामी पनि पाउँदैन। ऊ मर्ने बेला कुकुरको मराइ मर्छ अनि उसलाई थाहा हुन्छ। त्यो त हो सुभाष सर, यहाँको पर्यटनको विकासको लागि के गर्नु पर्ला है? सबैभन्दा पहिला पाहुनालाई खाना बस्नको लागि होमस्टे सुरु गर्नु पर्यो। पर्यटन सम्बन्धी काम गर्ने विभिन्न सङ्घ संस्था अनि कम्पनीसँग परामर्श गर्ने। हुन त हो सुभाष सर, अब मै उल्के पनि यो गाउँठाउँको विकासको लागि अब कम्मर कसेर कुद्नु पर्ला। हुन्छ उल्केजी, यसरी त बढ्ने हो नि। हुन त यो हाम्रो गाउँमा पनि पटक्कै केही नभएको छ होइन? हाम्रो गुरुङ दाइले यहाँ पनि माछापुच्छ्रे भिलेज खोलेको छ र तल्लो घाँचो गाउँको दवाडी दाइले पनि अन्नपूर्ण भिलेज मजाले खोलेर राखेको छ। यहाँ पर रहेछ ठोके त।
अरे कल्पना, तिमी यो गाउँमा? अरे सुभाष, तिमी कहाँबाट आयो यो गाउँमा? तिमी कलेज छोडेर बेपत्ता भयो, तिमीलाई खोज्न आएको नि? होला, मलाई खोज्न आएको हो भनेको। के छ तिम्रो हालखबर? ठिकै छु। बाटोमा बसेर के कुरा गर्नु, मेरो घर नजिकै छ, घरमै गएर कुरा गरौँला नि। म अलि हतारमा छु, भरे भोलि जाउँला नि है। जाउँ न जाउँ। कति टाढा छ तिम्रो घर? यही नजिकै हो, आइपुग्न लाग्यो। सुभाष, उहाँ मेरो बुवा आमा। नमस्ते बुवा। नमस्ते बाबु। नमस्ते आमा। नमस्ते बाबु। बाबुलाई त चिनेन नि त? ऊ मेरो कलेजको मिल्ने साथी हो बुवा। अनि बाबु के कामले आउनु भयो त यो गाउँमा? यसो गाउँतिर घुमौँ कि भनेर आएको बुवा। अनि गाउँतिर घुम्यौ त सुभाष? घुमे, अलिकति घुम्न बाँकी छ। अब कति दिनको बसाइ छ र बाबु यहाँ? केही दिन बस्छु होला बुवा। खै कता हिँड्नुभयो कोनी? यतै कतै हुनुहुन्छ होला नि, कहाँ जानुभयो होला? सधैँ सोधेर हिँड्ने मान्छे आज के भएछ र बिहानै निस्केर हिँड्नु भएछ? मलाई नि नसोधी। आउनुहुन्छ होला नि त? आउन त आउला नि, त्यही पनि म गाउँमा छन् कि, म हेरेर आउँछु ल बुवा। ल छोरी, बेलुका छिटो घर फर्किनु नि। हुन्छ बुवा, आइहाल्छु नि। मैले भने तिमीलाई कहाँ खोजे, तिमी भने मलाई नभन्ने हिँड्ने? म यसो निस्केको थिएँ, हेर न मनमाया, पुरानो मान्छेसँग भेट भयो। तिमीहरूको पहिले चिन्जान थियो र? चिन्जान मात्रै हो र के थियो के है सुभाष? बुवा, मनमायालाई देखिन त, कहाँ गइछिन्? केही छिन अगाडि तपाईँले खोज्नु भनेर निस्केको थिइन्। कता गइछन् त? होइन, कता हिँडिछन् त? बस्दै गर्नु बाबु, यतै कतै होला। यतै गाउँमा होलिन्, म खोजेर ल्याउँछु नि है बुवा। यतै कतै होला, आफ्नो गाउँ न हो। बस्दै गर्नुहोस् बाबु, आइहाल्छ नि। हुन त यतै होलिन्, म गाउँसम्म पुगेर आउँछु नि त है बुवा। हुन्छ बाबु, छिटो घर फर्किनु है। हुन्छ बुवा। मनमाया, मैले तिमीलाई कहाँ खोजिन? होइन, के भयो तिमीलाई? मलाई किन खोज्नु पर्यो र? उसैलाई खोजे भयो नि। होइन, उसै भन्ने यो गाउँमा छन् र? को रहेछ त्यो उसै? छन् मात्रै होइन, भेटिसके भन न। होइन, मैले कसैलाई भेटे जस्तै लाग्दैन। छोरा मान्छेको जातै यस्तै हो। मनमाया, मैले कसलाई भेटेको छु र? तिमीले कुरै बुझ्दैन। भो, यो भन्दा बढी न। जुङ्ग्री, तिमी कसको छोरी रे? आमाको छोरी नि, अरू कसको हुनु? अनि तिमी नि? म चाहिँ बाउ फुल्केको छोरा उल्के, अनि उल्केको छोरा खुल्के। अनि उल्के, तिमीले खुल्के पनि जन्मायौ र? होइन के, अहिले त न्वारन मात्र गरेको। तिमीसँग बिहा गरेपछि मात्र जन्माउने हो। बिहा गरेपछि कसरी जन्माउने भन त उल्के? मलाई कस्तो खुल्के जन्माउनु मन लाग्यो। फेरि फसा पारे यसले। हेर बुजुङ्ग्री, उल्के जन्माउन त उस 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 खुस 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 गर्नुपर्छ के? अनि यो उस उस र खुसखुस बिहे नगर्दै गर्दा हुँदैन? मलाई कस्तो खुल्के जन्माएर हेर्न मन लागेको छ। ल त्यसो भए हामी दुईजनै नाचौँ, अनि त्यसपछि ज्यान तातेपछि उसुस र खुसुस गरौँला है। अनि नाचौँ न त। ल नाचौँ।
ला उल्के त भागेछ। आज पनि उसुस र खुसुस त गर्नै पाएन। उल्के अनि बाबु पढाइ बाहेक सहरमा अरू के काम गर्नुहुन्छ? अहिलेसम्म त पढाइ न हो बुवा, फुर्सदको समयमा बुवाको बिजनेस सम्हाल्छु। ए व्यापार राम्रै चलेको छ होला नि बाबु? अहिलेसम्म त ठिकै छ आमा, पछि के हुने हो? राम्रै हुन्छ बाबु, गरेपछि के नै हुन्न र? हेर्दै जाउँ आमा, पछि के हुने हो? सुभाषको भाउ सुभाषले त अहिलेसम्म फोनै गरेन। सन्चो बिसन्चो के छ कुन्नी? एकपटक तपाईँले फोन गरे तापनि हुन्थ्यो नि। उसलाई डिस्टर्ब होला भनेर हो, नगरेको हो। रिसार्जको काम बिहान पो होला, राति त होइन होला के रे? हुन्छ फोन गरौँला नि। गरौँला होइन, गरिहालोस् न। आफूलाई यहाँ कस्तो न्यास्रो लागिसक्यो। न्यास्रो लाग्यो के गर्ने त? आमा बुवाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामाथि। कस्तो होला? फोन त गर्नुपर्छ नि। कति कसकस गरेको, फुर्सद भएपछि गर्ला नि। जस्तो बाउ उस्तै छोरा। अब यही बाउको त छोरा। अब आओस् मात्र। अब आएपछि के गर्छौ त्यो छोरालाई? म त अब त्यसको बिहा गराइदिने हो। के भनेको होला यसले? उमेरै नपुगेको छोरालाई? उमेर नपुगेको भन्नुहोस् न। दारी जुङ्गा फुल्ने बेला भइसक्यो। अहिले किन हतार गरे के होला भन्ने यसले? हतार नगरेर के गरौँ त? कमसे कम छोरा बाहिर गए पनि बुहारी त साथमा रहन्छ नि। विवाह भन्ने कुरा त बिस्तारै गरिदिउँला नि। ल ल सुभाषको बाउ, बाबुलाई फोन गरिहाल्नु त। ल नाट्यु न, म गरिहाल्छु नि। गुड मर्निङ बुवा। मर्निङ बाबु। आइपुग्नु भयो बाबु? हिजो बेलुका कता बस्नु भयो त? कल्पनाको घरमा गएको बुवा, साँझ पर्यो उतै बसेँ। हामी त कता जानुभयो भनेर चिन्ता लागेर आएको थियो। आउँछु भनेको बुवा, त्यस्तै पर्यो। ठिकै छ नि बाबु, कहिले कहिले त बास पनि फेर्नु पर्छ नि। बासै फेर्नु पर्ने मन त होइन बुवा, त्यस्तै पर्यो। ओहो फोन आएछ। हेलो ड्याडी, दर्शन। भाग्यमानी भएछ छोरा। अनि कस्तो छ तँलाई? एकदम ठिक छ बुवा। अनि हजुरलाई? मलाई पनि ठिकै छ। अनि रिसर्च राम्रै चल्दैछ छोरा? हजुर बुवा, करिब सकिन लाग्यो। ए ल, राम्रै भयो नि। अनि वीरबहादुरको के छ हाल खबर? हजुर बुवा नजिकै हुनुहुन्छ, आफै कुरा गर्नुहोस् न। ल ल ल, फोन देऊ त। हेलो। ओहो वीरबहादुर, के छ यार तेरो हाल खबर? खै के हुनु नि, गाउँघरमा मेलापात, घर धन्दा यस्तै हो नि। अनि तेरो नि? ठिक छ यार, सब ठिक छ। धन्यवाद छ वीरबहादुर तँलाई। के को धन्यवाद नि यार? अब मेरो छोरालाई चाहिने जति सहयोग गरेकोमा। जङ्गलमा ठुला ठुला हात्ती, राम्रा राम्रा तरुनीको पै मरेकै जाति। हजुर दाइ, तैले मलाई चिनेछस्? चिनेको छु, तपाईँ बले दाइ, माथिल्लो गाउँको पहलवीर काकाको छोरा बले त हो नि। तैले मलाई राम्रोसँग चिनेको छैन रहेछस्। तेरो प्यारो सहर कहाँ मरेछ? किन र बले दाइ, फेरि करम चिलाएको छ क्या हो? बढी नबोल, खुर्का भन्, त्यो सहरे स्याल कहाँ छ? मलाई के थाहा बले दाइ, त्यो मनमायासँग लबालब गर्दै होला नि। फेरि के भनिस्? तपाईँलाई त थाहा छैन भने मलाई फेरि तुल्के को के गर्छ, कहाँ बस्छ भनेर ठेक्का पनि त लिएको छैन र गोठालो पनि होइन कि कसो हो बले दाइ? कुरा गर्छस् योसँग बढी बोलेर समय खेर फाल्नु भन्दा जाउकेट त्यसको करम बाँच्नु पर्छ।
तिमीसँग जिउने मर्ने चाहना छु मेरो, म तिमी बिना अधुरा, तिमी म बिना अधुरा, मलाई जुने जुने। होइन उल्केजी, मलाई किन बोलाउनु भएको? ए सुभाष सर आउनुभयो? हिजो म माथिल्लो गाउँ घुम्न गएको थिएँ, त्यो बलेहरूले तपाईँलाई खोज्दै थियो। होइन, मैले तिनीहरूको के बिगारिदिएको छु? मसँग तिनीहरूले दुश्मनी गर्दैछन्। बिगार्नु त तपाईँले केही पनि बिगार्नु भएको छैन, तर त्यो बलेले मनमायालाई धेरै मन पराउँछ। फेरि मनमायाले फुटेको आँखाले हेर्ने होइन बलेलाई, त्यही भएर होला। माया भन्ने चिज गुन्डागर्दी जबरजस्ती गरेर हुन्छ त? माया भन्ने चिज आत्मादेखि पो हुन्छ त, किन नबुझेको होला त्यो बलेले? खोइ उसले मनमायालाई एक कोरो मन पराउँछ, पागलै भएको क्या हो? उसले मात्र चाहेर हुन्छ त? यदि उसले मनमायालाई चाहन्छ भने उसको खुसी पनि त हेर्नु पर्यो। खोइ यो पहिलेदेखि यस्तै हो, कति दिनसम्म चल्ला र यसको चुरी खुरी? हात पाखुरे रहन्जेल त हो। यी सब नभएपछि बल्ल यसको होस खुल्छ। त्यही पनि जोगेर हिँड्नु सुभाष सर, फेरि केही गरिहाल्यो भने गरिहाल्यो नि। मैले के नै गल्ती गरेको छु र? फेरि उसले केही गरिहाल्यो भने कानुन त छ नि। कानुन भएर के भयो र? फेरि फ्याट्ट मार्यो भने मारिहाल्यो नि। उसको हातबाट मर्नु छ भने मरौला, आगो र पानीबाट त डराइन्न। त्यो बलेले के पो गर्ला? तपाईँ त तपाईँ नै भइहाल्यो, फेरि मनमायालाई पनि केही भइहाल्यो भने? जबसम्म म छु हात त के, तबसम्म सिधा नजरले पनि हेर्न दिन्न त्यसलाई। अब भइहाल्यो, टेन्सन नलिनुहोस्, जाउँ गाउँ घुम्न। भन न, बिहेपछि मेरो लागि तिमीले के गर्छौ? बिहेपछि गर्ने कुरा त छँदैछ। बिहेपछि तिम्रो लागि लैनो भैँसी, रातो भाले किनिदिन्छु, अनि बारीमा ज्वानोको खेती गर्छु। अनि तिमीले चाहिँ मेरो लागि के गरिदिन्छौ? मैले त तिमीले जे जे जसरी भन्छौ त्यसरी गरिदिन्छु, सबै कुरा मान्छु नि। अनि अझ अरू 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 भन न। तिमीलाई मैले 3 पानी कोदोको तिरिक बनाइदिन्छु, खाना बनाइदिन्छु, अनि तिमीले मलाई गहना ल्याइदिन्नौ? यता सुन फुसिङ्ग्री, गहना त लाउनुहुन्न। गहना लायो भने चोरले कानै काटेर लगिदिन्छ। तिम्रो नाकमा गहना लगायो भने नाकै जान्छ, घाँटीमा लगायो भने घाँटी नै च्वाटै जान्छ, अनि घाँटी नै गएपछि सिधै यमलोक। हो है उल्के, अब त्यसो भए गहना लाउँदिन म त। लाउ के लाउ, म तिमीले भनेपछि गहना त ल्याइदिइहाल्छु नि। भो उल्के, म त गहना लाउँदिन। त्यो गहना भन्दा त मेरो ज्यानै प्यारो छ। अब आफ्नो मात्र ज्यान प्यारो, अनि मेरो चाहिँ माया लाग्दैन? पहिले आफ्नो ज्यान रहे पो अर्काको ज्यानको माया लाग्नु, होइन त उल्के? त्यसो भए बुजुङ्ग्री, तिमीलाई मेरो माया लाग्दैन? माया त लाग्छ नि, यत्तिकै भनिदिएको पो त। कस्तो माया लाग्छ तिम्रो? ए, माया गर्ने तरिका त बुजुङ्ग्रीको हो के? हो के हो? कल्पना, मान्छेको जीवन पनि अचम्मको हुँदो रहेछ है। चिन्जान भएपछि माया लाग्दो रहेछ। त्यही त सुभाष, माया लागेर मात्रै नहुँदो रहेछ, जीवन पाउन साह्रै गाह्रो हुँदो रहेछ। आत्माले चाहेपछि नपाउने त के नै छ र कल्पना? पहिले चाहनु पर्यो नि। आफूले चाहेको कुरा पाएपछि संसारको सबैभन्दा भाग्यमानी हुन्थ्यो होला है। नात्यौ कल्पना, चोखो मनले माया गरेपछि सब चिज पुरा हुन्छ। जहाँ विश्वास र त्याग हुन्छ त्यहाँ प्राप्ति हुन्छ। ए हो र सुभाष? हो त कल्पना। आज भोलि तिमीलाई के भएको छ मनमाया? बेग्लै देखिन्छौ। त्यही त, बोल्दा पनि बोल्दिन कि कसैको माया जालमा फसेछौ र मनमाया? खै के भनौँ र तिमीहरूलाई, मैले जीवनमा पहिलोपटक कसैलाई माया गरेकी थिएँ, सबै चकनाचुर भयो। होइन त्यस्तो के भयो र मनमाया?
जसलाई मनैदेखि चाहेको थिएँ, चोखो आत्माले माया गरेकी थिएँ, तर ऊ अर्कैको रहेछ। मेरो मन माया, संसारमा चाहेको चिज सबै पाउनुपर्छ भन्ने छैन र पनि बिग्रेको के नै छ र? तिमी भ्रम र शङ्कामा पनि हुन सक्छौ। खै म त के हो बुझ्नै सकेकी छैन। हरेस नहौ मन माया, धेरै मन डुलाउनु हुँदैन। के थाहा, तिमीहरूलाई समयले एक पनि त बनाउन सक्छ। कल्पना, तिमी कति धेरै राम्री छौ है। भो धेरै नफुर्काऊ। यदि म राम्री भएको भए त यतिखेर मेरो घरबार भइसक्थ्यो। रूपसँगै मन पनि मिलाउनु पर्छ नि, अनि भइहाल्छ नि घरबार। कसो कल्पना? मान्छे राम्री नभए पनि मन सारेकै हो। नात्यौ कल्पना, यो सब दिन आएपछि हुने हो। मेरो पनि दिन आउला र सुभाष? तिमी पर्ख मात्रै, एक दिन अवश्य दिन आउँछ। ओहो, म एक ठाउँ जानुपर्ने थियो, म हिँडै कल्पना। मनमाया, म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ। आखिर तिमी किन कुरै बुझ्दिनौ? संसारै स्वार्थी भएपछि अब मैले के बुझ्नु पर्यो? मनमाया, मैले तिमीलाई चोखो माया गर्छु। चोखो मनले माया गर्नेको माया मैले राम्ररी बुझेकी छु। यस्ता बासी मायाको शब्द मलाई नसुनाऊ। ठिकै छ, तिमीले कुरै बुझ्दिनौ भने म पनि मेरो जीवनको नमिठो सपना सम्झिनेछु। माया दिन नसक्नेले माया किन गर्नु? यस्तो पनि माया हुन्छ जहाँ प्राप्ति नै छैन। के गरेर सम्झाउने होला? उठा, कति सुतेको? उल्के, तिमी मलाई कहिले बिहे गर्छौ? तिमी भन न, कहिले गर्ने? उल्के, म त तिमीलाई कस्तो माया गर्छु, म त अहिले भर्खरै पनि गरिदिन्छु नि। होइन के भुजुङ्ग्री, यो आउने मङ्सिर महिनामा धुमधामले पञ्चे बाजा बजाएर पल्लो गाउँको डोलीलाई देखाउने गरी गर्नुपर्छ के? अनि हाम्रो बिहे पल्लो गाउँको डलीलाई चाहिँ किन देखाउने नि? त्यो डलीलाई मैले कस्तो मन पराएको थिएँ, त्यो त अर्कैसँग पोइल गएछ। त्यही भएर के भुजुङ्ग्री? ए त्यसो भए त्यस्तै गरौँ न है। उल्के, तिम्रो पनि कस्तो लामो र ठुलो छ है। मेरो लामो अनि ठुलो के? लामो कपाल, ठुलो दिमाग। ए हो त है साँच्चै। सुभाष सर, तपाईँको पनि हाम्रो गाउँमा ससुराले त पक्का पक्की जस्तो भयो नि। खै उल्केजी, सबै सपना पुरा हुन्छन् भन्ने छैन, त्यो सबै समयले बताउला। तर सुभाष सर, जसले जे भने पनि बिचरी मनमायालाई चाहिँ नछोड्नुहोस् है। मैले त छोड्ने कुरै भएनन् उल्केजी, उनीले छोड्यो भने मेरो के नै लाग्छ र? मनमायाले त छोड्ने कुरै भएन नि सुभाष सर। फेरि तपाईँहरूको जोडी पनि एकदमै स्वाको छ। ए हो र, तपाईँको जोडी पनि त साह्रै मिलेको छ नि उल्केजी। ए हो र सुभाष सर। ए तपाईँको बिहे मनमायासँग र मेरो बिहे भुजुङ्ग्रीसँग भएपछि हामी सँगै सहर घुम्न जाने है। ठिकै छ उल्केजी, तपाईँ र मेरो सँगै बिहे गरेर सहर घुम्न जाम्ला नि हुन्न? सोच मात्रै अवश्य पुरा हुन्छ भन्छन्, त्यो दिन पनि त अवश्य आउन सक्छ है सुभाष सर। यी सब लेखान्तले हुने हो, त्यो दिन पनि त आउन सक्छ। सुभाष सर, यदि तपाईँ र मेरो विवाह एउटै दिनमा नभए पनि न हाम्रो चोखो मायालाई कसैले छेकेर छेकिन्छ, न कसैले रोकेर रोकिन्छ। माया सब विश्वासमा त अडेको छ। हो नि सुभाष सर, भनिन्छ फुल चाहने मान्छेले काँडाको पनि सामना गर्नुपर्छ।
सबैजना जम्मा भएर बस्नु भएको रहेछ त। ओहो दिदी कता गएर आउनुभयो? ए माथिको गाउँतिर डुलेर आएको। के गर्दैछौ नि तिमीहरूले यहाँ? यसो दुःख सुख गफ गरेर बसे हो। ए सबैजना भेट भएर बसेको रहेछौ त। ए नानी यता बस आऊ। ए दिदी मनमायालाई त सहरको केटासँग बिहे गरिन लाउनु भएको छ र नि। कसले भन्यो? हामीलाई त थाहा छैन त। गाउँमा त यस्तै हल्ला सुनिन्छ त। यो गाउँठाउँमा यस्तै हो बहिनी। 1-2 दिन छोरी मान्छे छोरा मान्छेसँग हिँड्यो भने कुरा काटिहाल्छन्। हुन त हो दिदी, बिहे भए पनि के भयो र, केटा त लायकै छ के अरे। भइदिए त राम्रै हुन्थ्यो। हामी पनि सहर जाँदा बास बस्नलाई त हुन्थ्यो। हेर कल्पना, जस्ट मैले तिमीलाई साथीको रूपमा मात्रै सोचेको छु। तिमीले किन अटेरी गर्छौ? सुभाष, मैले तिमीलाई कलेजदेखि नै मन पराएकी थिएँ। म तिमीसँग नजिकिए तिमीलाई पाउँछु कि भनेर। एकहोरो रोटी कहिले पाक्दैन कल्पना। तिमीले सोचे होला, तर मैले तिमीलाई प्रेम गर्छु भनेर सोचेकै थिएन। अनि किन तिमी यहाँसम्म मलाई खोज्दै आयौ त? म तिमीलाई खोज्दै आएको होइन कल्पना। म त पाटी खोला गुफा रिसर्चको लागि आएको हो। सुभाष, तिमी पाटी खोला रिसर्चको लागि? हो कल्पना, म रिसर्चको लागि आएको हो। तर समय भनौँ या लेखन त मैले मनमायालाई भेटाएँ। जुनी भर उसँग जिउने चाहना गरेँ। उनलाई हृदयदेखि नै माया गर्छु र उनी बिना म बाँच्न सक्दिनँ। होइन, आज त निकै धेरै खुसी देखिन्छौ। खुसी मात्रै होइन मनमायाको बा, म आज धेरै खुसी छु। होइन, के खुसी हो र? हाम्रो छोरी र सुभाषको बिहाको कुरा सुनेर। होइन, के भन्छ यो? हो नि मनमायाको बुवा, सुभाष र हाम्रो छोरीको कुरा त गाउँभरि हल्ला छ। गाउँलेको हल्लाको पछाडि नलगा है त। यदि भइहाल्यो भने के गर्ने त? भइहाल्यो भने छोरी जाए भन्ने, अरे के भन्ने नि? लौ न सुभाषको बा, आज राति सपना कस्तो नराम्रो देखे। सुभाषलाई केही पो भयो कि? एकछिन फोन गर्नु न। फोन त मैले हिजोदेखि ट्राई गरिराखेको हो। अब फोनै लाग्दैन, नाट्यो न है। नाटेर के गर्नु? एउटै छोरा, कहिले घर छोडेको थिएन, अहिले घर छोडेको 1 महिना भइसक्यो। सपना मात्र होइन, दाहिने आँखा फरफराइरहेछ। नाट्यो न, घर छोडे पनि साथीकै घरमा गएको छ। बाबुकोमा त लागेन, तपाईँको साथीकोमा एकछिन फोन लगाउनुहोस् न। लगाएकै हो, लाग्दैन त के गर्ने त? अब आउने बेला पनि त भयो नि। खै सुभाषको बाउ, मलाई त मनमा डर चिन्ता पो लागिरहेछ। कतै हाम्रो छोरालाई केही पो भयो कि? अरे नाट्यो न, आफ्नो ख्याल गर्ने बेला भइसकेको छ नि छोरा। हुन त भएको छ नि, आजभोलिको जमाना ठिक छैन। आउँछ नाट्यो, अब काममा गएको हो। खै बाबुलाई केही पो भयो कि? तिम्रो एकछिन पनि मुख हेर्ने मन छैन, निस्किहाल, फुरुक्क गइहाल। होइन, के भयो तिमीहरूलाई? होइन मनमाया, यो के गरेको यो? तिमी गइहाल भनेपछि गइहाल छिटो। तिमीलाई मैले मेरो बुवा आमालाई भन्दा बढी विश्वास गरेर चोखो मनले माया गरे। आखिर यही देखाउन रहेछ होइन? प्लिज मनमाया, मेरो कुरा त सुन न। यस्ता स्वार्थी पापीको कुनै कुरा सुन्नु छैन मलाई। यो भन्दा एक शब्द पनि बढी नबोला। जाऊ भनेपछि गइहाल, मेरो अगाडि एकछिन पनि नबस्छ। बसरी नरौ, आफैले आफैलाई सम्हाल। नरो छोरी, यसलाई एउटा घटना सम्झिदेऊ। आफ्नो मनलाई आफैले सम्हाल। मनमाया, त फेरि आइपुगिस् मेरो घरमा। मेरो जीवन त कोसिस किन आइस् के? मनमाया, एउटा कुरा ध्यान दिएर सुन। सुभाष मेरो होइन, तेरो हो, तेरो।
हो मनमाया, म र सुभाष एउटै कलेजमा सँगै पढ्थ्यौँ। उसको राम्रो व्यवहार देखेर उसलाई पाउन मैले धेरै सङ्घर्ष गरेँ। तर मैले उसलाई जति माया गरे पनि आफ्नो बनाउन नसकेपछि म पढाइ छोडेर गाउँ फर्केँ। होइन नानी, मैले सबै कुरा सुने। यो के भने कि? हो बुवा, ऊ फेरि गाउँ आयो, मेरै लागि हो जस्तो लाग्यो। तर होइन रहेछ, उसले मलाई साथीको रूपमा मात्रै हेर्दो रहेछ। सुभाष, तिमी बिना एक पल पनि बाँच्न सक्दैन मनमाया। बरु म तिमीलाई बिन्ती गर्छु मनमाया, गएर सुभाषलाई रोक र उसलाई नयाँ जीवन देऊ, खुसी देऊ। माया चाहेर मात्रै नहुँदो रहेछ, आत्मैदेखि हुनुपर्दो रहेछ। ऊ तिम्रै हो, रोक मनमाया, रोक। जाऊ छोरी, सुभाषलाई रोक। बनाइदिने त्यो सहर स्याल जहाँ छ खोजेर हात खुट्टा बाँध्नु पर्छ। भाइ केटा जाउँ हिँड। केटा स्याल त स्यालै भएछ नि बिचारा, हेर्दै टिर लाग्दो। ओइ स्याल, न त मेरो मनमायालाई पाइस् न त तेरो। तैँले जसरी मेरो मुटु टुक्रा टुक्रा पारिस् त्यसै गरी तेरो हात खुट्टा पनि टुक्रा टुक्रा पारिदिन्छु। ha ha
मलाई नलगेर गए पनि तिम्रो खुसी त लिएर जाऊ। जे गरे पनि जसो गरे पनि मनमाया तिम्रै हो। उसलाई सधैँ सुखी र खुसी राख्नु है। सुभाष सर, तपाईँहरू मात्र होइन, हामी पनि सर जान्छु नि। त्यसैले मेरो जिन्दगी खुसी सब चिज ल्याएर आएको छु नि त, होइन त बुजुङ्ग्री? हो त नि उल्के, केवल तिम्रै हुँ म। हाम्रो मायाको पिलाबाट फुलसरी फुलाउला, हाम्रो मायाको पिलाबाट फुलसरी फुलाउला, मनको पाना पानामा मायाको कलमले लेखुला, मनको पाना पानामा मायाको कलमले लेखौला। जुनी जुनी सँगै बाँच्ने, जुनी जुनी सँगै बाँच्ने बाछा बन्धन लगाइदेऊ। हाम्रो मायाको पिलाबाट फुलसरी फुलाउला, मनको पाना पानामा मायाको कलमले लेखौला, मनको पाना पानामा